यस्तै हुनुहुन्छ काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी र नगर प्रहरीहरूको प्रत्यक्ष उपस्थितिमा राजेश्वरी मनोहरा खोलाको छेउको बस्ती यो सञ्चालन गरिरहेछ। काठमाडौँमा भएका अधिकांश बस्तीमध्ये सबैभन्दा यो पर्छ र कम्ती यहाँ देख्नुहुन्छ अन्य ठाउँमा चहराहरू ढुङ्गा चहराहरू हालेर बसेका थिए भने यस ठाउँमा उहाँहरूले यो कन्क्रिट समस्याहरू भएको जसले गर्दा काठमाडौँपट्टि र भक्तपुरपट्टि कारणले पनि उहाँले ठाउँ छोडेर यहाँबाट बाहिर भएको थियो र आएका समस्याहरूलाई आधार मान्ने भएको करिब 80% चाहिँ यो ठाउँ छोडिरहेको छ र अन्य यहाँको यो जुन हेरेर अथवा यहाँको आयतन आकार हेरेर सरकारले त्यही अनुसार यहाँ जेसीबी लगायतका संरचनाहरू अथवा नेपाल प्रहरीका समस्याहरू पनि थपेको छ हिजोभन्दा सकिएका छन्। आज भने दर्शकहरू तपाईँहरूलाई हामी देखाइरहेका छौँ यो मनोहरा बस्ती अधिकार सम्पन्न बागमती सभ्यता समितिको डोजरले यो बस्तीका घरहरू भत्काइरहेको देखिरहनु भएको छ। हिजो जसरी बागमती किनारका बस्तीहरूमा हापाथली र यता सिनामङ्गलका बस्तीहरूबाट हिजो जसरी मानिसहरू हटाइसकेपछि त्यही देखेर यो बस्तीका मानिसहरू 80% मानिसहरूले हिजोदेखि नै आफ्नो व्यवस्था गरिरहनु भएको थियो। बस्तीहरू सारिसकेका थियो भने बाँकी रहेका संरचनाहरू कतिले आफै खोज्दै र सार्दै पनि गरिरहनु भएको छ र त्यसमा नेपाल प्रहरी, काठमाडौँ महानगरपालिकाका नगर प्रहरीहरूले सहयोग गरिरहनु भएको छ सामानहरू सार्नलाई।